हेलो गाइज वेलकम टु माई ब्लग इट्स मी द भोटे तपाईँहरूलाई स्वागत छ। आज चाहिँ टन्टला फुल घाम लागेको छ। यसमाथि मौसम पनि एकदम सफा छ। म चाहिँ यतातिर घुम्न आएको छु। यो चाहिँ स्याउको बोट हो। हेर्नुहोस्, स्याउको खेती यति मजाले हुन्छन् कि यो दुनियाँमा तपाईँलाई के थाहा। सिस्नुहरू यस्तै छन्। अब के गर्नु, सिस्नु फुलेर हेर्नु नि के भएको, यस्तो फुलिसक्यो कि यो सिस्नुहरू सबै फुल्छन्। अब यो झाडको नाम चाहिँ के होला है, मलाई पनि थाहा छैन। तपाईँहरू गाइजहरू होइन, थाहा छ भने कमेन्ट गर्नु होला होइन, कमेन्टमा लेखिदिनु होला। मलाई त थाहा छैन, मलाई त यही फुलको नाम पनि थाहा छैन कि के हो। तर यो त नेपालमा पनि पाइन्छ टन्नै होइन, यता पनि टन्नै छ कि। यहाँ अब नाली जस्तै छ यहाँनिर होइन, यो नाली टक्क बगिरहेछ। यहाँ खोलाहरू टन्नै छ। यसका साथै जे होस् राम्रै छ। अब के गर्नु गाइजहरू, घुम्नै पर्यो। छुट्टीको दिनमा घुमिएन भने त गाइजहरू एकदमै बोर हुन्छ। घरमा बस्यो बोर हुने, के गर्नु। यसो चलपल त दिनै पर्यो। चलपल यसो दियो यार, दिनै छौँ चलपल। अब हामी म गाइजहरूलाई यस्तो खतरा रोड देखाउँदैछु। हेर्नुहोस्, अलकत्रले छापेको रोड हुन्छ के अरे होइन, रोड त अलकत्रले चाहिँ छाप्ने हो। चराचुरुङ्गी हेर्नुहोस्, चुरुक 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 गरिरहेछ। खान नपाएर होला। ऊ त्यो साग सबै फुलिसक्यो, त्यो पानी साग भन्छ के अरे। तपाईँहरूले चाहिँ के भन्नुहुन्छ मलाई थाहा छैन गाइजहरू। यो हेर्नुहोस्, काँडा भएको झाड पनि छ यहाँ। के गर्नु गाइजहरू, घुम्नुपर्छ, रमाउनुपर्छ गाइजहरू। उमेर यही हो, वैसा यही हो, यही के गर्नुहोस्। घुम्नुहोस्, खानुहोस्, रमाउनुहोस्, यही हो जिन्दगी। अरू केही छैन जिन्दगीमा। मरिलानु के छ र जिन्दगीमा। अब यहाँनिर चाहिँ एउटा खोला छ होइन, खोलामा चाहिँ तर पानी बगिरहेको छ। पानी मात्र बग्यो त ठिकै हो गाइजहरू। हाइवे पानी सुक्यो कि के हो खै थाहा छैन। पानी कल्ल बगिरहेछ पानी। हेर्नुहोस् पानी, यो पानीमा त माछा पाउने सम्भावना पनि हुन्छ क्या अरे। ल गाइजहरू, यस्तै छ जिन्दगी। घुम्नुपर्छ, खानुपर्छ, रमाइलो गर्नुपर्छ। यस्तै हो। पानी कलल त बगिरहेछ होइन। यहाँबाट बग्यो होला। यो मुहान कहाँ होला है यसको। आमा मुहान चाहिँ कत्रो होला भन्ने कुरो हो क्या, कस्तो छ भन्ने कुरा। हावा पनि मस्त चलिरहेछ। वा कस्तो होइन। हेर्नुहोस् गाइजहरू, भ्यू, मौसम हेर्नुहोस् कति क्लियर छन्। आकाश हेर्नुहोस् कति सफा, एकदम सफा छन् गाइजहरू। यति भन्दै आजलाई मेरो भ्लग यहीँ टुङ्गाउन चाहन्छु। हस्त नमस्ते, टाटा, बाई बाई।